हत्या हो, यो आम हत्या हो, स्पष्ट रूपमा आम हत्या हो। उहाँहरूले न्याय नपाउन्जेलसम्म उहाँहरूको साथमा रहिरहने मलाई विश्वास छ। सरकारका सीमितताहरू छन्, यो सरकारसँगलाई कहिलेकाहीँ के लाग्दो हो भने कोही पनि छैन कि भन्ने लाग्ला। सुशासन कायम गर्ने कुरामा सरकारलाई आवश्यक पर्दाखेरि सुशासन कायम गर्छ र त्यहाँ आड र आँट चाहिँदा हामी छौँ। त्यस कारणले जेनजी शहीद परिवारको र जेनजीकै मागलाई यो पुरा गर्नको निमित्त रासोपाको एकबद्धता, मेरो एकबद्धता, म आफै न्यायिक लडाइँमा लडिरहेको छु। तर जे उहाँहरूलाई माथि बित्यो त्यो मेरो म माथि बितेको कुरा खास त्यति ठुलो कुरो होइन। म त लड्दै गरौँला, र उहाँको घरबाट आफ्नो परिवारको सदस्य नै गुमाउनु भएको छ। त्यस कारणले मेरो प्रतिबद्धता पार्टीका रूपमा, व्यक्तिका रूपमा र एउटा छोरो, भाइ, दाई, भतिजो जे भने पनि त्यसका रूपमा उहाँहरूप्रति मैले एकबद्धता जनाएर आएको छु र म त्यसमा अडिग छु। म कायम ठुलो चाहिँ नि टाउकोमा ताकी गोली हानिएको छ मान्छेलाई। तर त्यस्तो सारा संसारले देखेको चिजलाई, त्यो आम हत्यालाई पनि किन चाहिँ सरकारले चाहिँ नि कलारुकताका साथ त्यसमा कारबाहीको कुरालाई किन अगाडि बढाएन, किन यति समय लियो? त्यसले पनि हामीलाई एउटा न्यायको महसुस हुन्थ्यो नि भन्ने कुरा बढी चासो उहाँहरूको त्यसमा, जुन कि संसारले देखेको जुन एउटा क्रूर एउटा चाहिँ नि आम हत्याको अवस्था देखिएको थियो नि, त्यो चिजमा चाहिँ यस्तो ढिलासुस्ती भएको र अहिलेसम्म आदेश दिने अथवा संलग्न को त्यस्तो मान्छे अथवा ती व्यक्तिहरू चाहिँ अहिलेसम्म कारबाहीको दायरामा नआएको कुराले उहाँहरूलाई सबभन्दा बढी छोएको र पोलेको रहेछ। त्यो कुरा चाहिँ मैले थाहा पाएँ। हामी आशा गरौँ अब एक हिसाबले छानबिन समितिले पनि लगभग आफ्नो बुझाएको हुनाले अब कतिपय कुरा हामीले प्रक्रियागत कुरामा झन्झटिलो भए पनि प्रतीक्षा गर्नुको विकल्प त नहोला, सायद त्यसमा कुरा भएको होला। म भर्खरै बाहिर आएको हुनाले धेरै कुराहरूको जानकारी, मेरो सूचनाको सीमितता थियो कारागारभित्र, त्यसले गर्दा मसँग सम्पूर्ण सूचना यतिखेर नहुन पनि सक्ला। त्यो सबै चिज बुझेर